what we are going to discuss today is होइन हामी कसरी अब जिस हाम्रो सबैलाई थाहै छ हो हामीले रनिङ सनिङ क्लियर गरिसक्यौँ होइन हाम्रो सबै कुरा भइसक्यो तर अहिलेसम्म मेरिटै आएको छैन हो अलमोस्ट 3-4 महिना हुन आँटिसक्यो हो अन्त के गर्नु अब होइन न कसलाई भन्नु सक्छ न कसलाई उयो पनि गर्न सक्छ म यसमा जति मैले नलेज पाएको छु जति पनि मैले अब खोज गरेर जे कुरा मैले पाएको छु त्यो मात्रै भन्दैछु हो यसमा मैले कसलाई पनि अफेन्ड गरेको छुइनँ हो कसैलाई नराम्रो पनि भनेको होइन जस्ट मेरो पर्सपेक्टिभ अफ भ्यू के छ त्यो मात्रै भन्दैछु अभियसली वी अल नो होइन जस्तो हाम्रो मेरिट आउनुपर्ने हो फाइनल मेरिट अहिलेसम्म आइसकेको छैन हो नयाँ भ्याकेन्सी आइसक्यो हो नयाँ भ्याकेन्सी उयो भइसक्यो अब इक्जाम पनि डेट आइसक्यो तर हाम्रो अहिले आएको छैन अब म यसमा पोसिबिलिटी रिजन के दिन सक्छु भन्दाखेरि जति पनि मैले सुने होइन इलेक्सन भइरहेको थियो फिलहाल होइन एज यु अल नो इलेक्सन भइरहेको थियो सो इलेक्सनले गर्दा आएन सो ओके अहिले मे 4 आइसक्यो अनि फेरि पनि अहिलेसम्म आएको छैन मेरिट हो फाइनल रिजल्टै आएकै छैन हो पहिलाको मात्रै छ हो अरू सबैको आइसक्यो इभन सिलगढीको आएर गइसक्यो तर हाम्रो जिआरडीको अहिलेसम्म आएको छैन हो अहिले अब के अरू सिलगढीको त पास आउट पनि हुन आँटिसक्यो भनौँ उयो अक्टोबर उयसमा त हो तर हाम्रो अहिले यहाँको आएको छैन हो सो एक्सपेक्टेड के छ हाम्रो आउनु पनि सक्छ कि आउनु पनि सक्दैन होइन सो त्यो के हो भन्दाखेरि कुरा इलेक्सनले गर्दा एउटा फर्स्ट कुरा ढिलो भयो हो सो इलेक्सनले गर्दाखेरि अलिक माथि मुनि भयो हो आफ्टर अल अरू के हुँदैछ भन्दाखेरि मैले इन्टरनली सोद्धाखेरि अब जसलाई पनि मैले सोधेँ जो पनि अब सर्भिसमा छ इन सर्भिसमा मैले सोधेको थिएँ उनीहरूले भन्दाखेरि के भइरहेछ भन्दाखेरि अहिले जति पनि अब रिटायर आउनु आँटेको छ अग्निवीरहरू जो 4 इयर्सको छ होइन सो उनीहरूको अहिले उयो चल्दैछ भित्र नामहरू लिस्ट अफ उयो त्यो चल्दैछ सो त्यही कारणले पनि एउटा डिले हुनु चान्सेस छ भनेर भन्दैछ हो अनि अर्को कुरा के हो भन्दाखेरि म भन्छु जतिजना पनि अहिले छ यस टेन्सन हुन्छ किन हुँदैन किन भन्दाखेरि अब आफूले त्यत्रो मिहिनेत गरिरहेछ घरबाट सोच्छ के भयो के भयो के भयो होइन अब के भन्नु आफू मेरिट पर्खिरहेको छु मेरिट पर्खेको 3 महिना हुन आँटिसक्यो हो सो म के भन्छु भन्दाखेरि होइन माइन्ड कुल राख होइन तिमीहरूको मेरिट कन्फर्मै आउँछ नआउने कुरा होइन हो आउँछै आउँछ अनि रेस्ट अर्को कुरा के हो भन्दाखेरि यप अलिक ढिलो भयो किन भन्दाखेरि लड अफ कुरा भयो योपालि इलेक्सन पनि थियो हो अलिक त्यो 4 इयर्सको पनि त्यो म्याटर छ हो सो त्यही कारणले गर्दाखेरि चाहिँ अहिले प्रेसर छ माथि पनि हो मुनि पनि प्रेसर छ त्यो चाहिँ मैले जस्ट उनीहरूले जे भन्यो मैले त्यो भन्दैछु तिमीहरूलाई बुझ्यौ सो के गर्नु त अहिले रेस्ट अहिले अब म के भन्छु भन्दाखेरि आफू जति पनि फिजिकल फिटनेस छ त्यो अझै बनाऊ हो आफ्नो स्टडीमा ध्यान देऊ त्यही हो तिमीहरू भन्छ कि अब म जान्छु पढ्दिनँ त्यस्तो होइन कि तिमीहरू जति पढ्छौ तिमीहरू त्यति नलेज पाउँछौ हो मेन कुरा के हो भन्दाखेरि कतिजना बेकारी भएर बसिरहेको छ त्यसरी बेकारी भएर बस्नुभन्दा राम्रो चाहिँ कुछ गर म त त्यही भन्छु के हो आफू अब अरू भ्याकेन्सी अरूतिर ट्राई गर्छ भने अरूतिर पनि ट्राई गर हो बस त्यति हो आफू आफूलाई चाहिँ जोगाएर गर्नु आफ्नो हात खुट्टाहरू जोगाउनु हो त्यही हो आफू फिजिकल फिट राख्नु हो अभियसली सबैलाई थाहै छ एज 17.5देखि लिएर 21 वर्षसम्म मात्रै हो सो हामी यति बेलासम्म त कतिजना ग्रेजुएट पनि भएको छैन होला हो सो आफ्नो जति स्टडी छ त्यसमा फोकस गर किनभने फर्दर तिमीहरू इनकेस तिमीहरूको इम्प्लोइमेन्ट पनि यहाँ भनिरहेछ कि 4 इयर्सको बाद आउनु पनि सक्छ हो भित्र राख्नु पनि सक्छ सो इनकेस त्यति बेला फाइदा हुन्छ आफूलाई बेसी पढेको छ भने पनि हो अब मैले यसमा के भन्दैछु आउनु सक्छ कि सक्दैन मैले मेरो दुईवटा रिजन दिएको छु अब कहिले चाहिँ आउन सक्छ होला अब मेन कुरा के हो भन्दाखेरि जति पनि मैले सोधेँ उनीहरूले भन्दैछ यो मेमा पनि आउन सक्छ होला किन भन्दाखेरि टिएको अभियसली जोइनिङ छ होइन अन्त सँगै हुने हो ट्रेनिङ दुईजनाकै हो फेरि पनि अब भनौँ ढिलो भयो हामी मानिलियौँ कि अझै ढिलो भयो भने नि जुलाई लास्ट कि त स्टार्टिङ अफ जुन हुनसक्छ हो जुलाई लास्ट भन्दा पनि जुन स्टार्टिङ हो जुलाई लास्ट हुनसक्छ हो अब यो मैले कन्फर्म भनेको होइन कि यति बेलै आउँछ हो जुनमै आउँछ जुनमै आउँछ जुनको लास्टमै आउँछ जुलाईको स्टार्टिङमै आउँछ त्यो चाहिँ मैले भन्नु खोजेको होइन बुझ्यौ मैले के भन्नु खोजेको भन्दाखेरि यति बेलासम्म चाहिँ आइसक्नु पर्ने हो त्यो मलाई जे माथिबाट भनेको छ त्यही भनेको छु हो किन लु सेकेन्ड फेजकै हामी कुरा मानौँ हो सेकेन्ड फेजकै कुरा मान्यो भने पनि सेकेन्ड फेजको अग्निवीरको जति पनि अब प्लेन साइडको सेकेन्ड फेज छ उनीहरू अगस्तमा जोइनिङ हुन्छ उनीहरूको हो सो त्यही पुरापुरी बुझ्दाखेरि चाहिँ यो महिना पनि आउन सक्छ है मैले भनेको होइन कि यो महिना आउन सक्दैन भनेर हो बट यो महिना त के भयो भन्दाखेरि तिमीहरूको अब एडमिट कार्ड छोड्दैछ होइन सो एडमिट कार्ड छोडेर त्यसको बाद यो महिनाको लास्टमा आयो भने आयो आएन भने चाहिँ त्यही हो जुनमै लास्टमा हुनसक्छ हो अब टेन्सन हुन्छ हो अरू अब त्यही हो आफूलाई राम्रो गाइड पाएन भने आफूले के खाने हुन्छ उयो हुन्छ हो सो त्यो कुरा टेन्सन नगर कन्फर्म रिजल्ट उयो आउँछै आउँछ त्यो क्यान्सल हुने त कुरै आएन हो
तिमीहरूको मात्रै रिजल्ट आएको छैन, एउटा दुइटाको पनि आएको छैन हो। सो रिजल्ट आउने त कन्फर्मै चान्सेस छ हो। अन्त यो महिना नि को लास्टमा पनि आउनसक्छ, इन केस अब उनीहरूलाई छोड्नु मन पऱ्यो भने। किन भन्दाखेरि अहिले त तिमीलाई मैले एक्ज्याक्टली भन्यो भने मैले जुन चाहिँ जसलाई सोधेँ होइन, उसले त मलाई भन्दै थियो अहिले माथि जिआरडीमा पनि उनीहरूलाई थाहा छैन हो, यो अब रिक्रुटमेन्ट बोर्डलाई मात्रै थाहा छ कि कति बेला चाहिँ उनीहरूले छोड्छ भनेर, बुझ्यौ। खालि हामीले चाहिँ एक्टिभली अहिले यो चेक गर्दै गर्नुपर्छ त्यो भन्यो हो। सो डिमोटिभेट नहुनु, म त्यही भन्छु होइन, डिमोटिभेट हुनु केही कुरै छैन हो। तिमीहरू चाहे त यो वर्षको पनि फर्म भरेर इक्जाम दिनु सक्छ होइन, प्रोसेस त चलेको छ, तर फर्म भरेको भएरै छ, इक्जाम पनि भएकै छ, नहुने त कुरा होइन। के पत्ता मैले अहिले यो भिडियो हालिरहेको छु 2-3 दिनमै आइहाल्छ हो। सो रेगुलरली चेक गर्दै गर्नु, म त त्यही भन्छु। मैले खासमा यो मोटिभ चाहिँ यो होइन कि यो भिडियो बनाएर चाहिँ तिमीहरूलाई कहिले कन्फर्म डेट आउँछ त्यो बनाउनु भन्नु भनेर, बट यु नो अब टेन्सन हुन्छ, मलाई पनि भइरहेछ होइन। बट कुरा चाहिँ के हो भन्दाखेरि रिजल्ट कहिले आउनु हो। रिजल्ट आयो त आयो, तर हामी त्यति बेला पर्फेक्ट छ कि छैन, कसै उयो भइरहेको हुन्छ, बिमार भइरहेको छ, कसैले हातखुट्टा बचाइरहेछ हो, उयो गरिरहेछ, त्यस्तो होइन कि। तिमीहरू आफू जति जोगिनु सक्छ जोगिनु होइन, आफ्नो हेल्थलाई केयर गर्नु, आफ्नो जति नलेज पढ्नु सक्छ पढ्नु होइन, बिकज त्यो गरेर पछि आफूलाई नै फाइदा पर्ने हो, बुझ्यो, अरूलाई फाइदा पर्ने होइन। सो म त्यही भन्छु कि अहिले के भइरहेछ, म्याक्सिमम् क्यान्डिडेटहरू पनि कन्फ्युज भएर चाहिँ के गर्नु, काम गर्नु जाउँ कि यो गर्नु कि अरूतिर ट्राई गरौँ कि यो गर्नु। माइन्ड क्लोज राख, यति टेन्सन नलिऊ, यति टेन्सन लियो भने तिमीहरूकै हाई प्रेसर हुनु मात्रै हो तिमीहरू, बुझ्यौ। सिम्पल राख हो, जे गर्दैछौ गर, मेरिट आएपछि आरामसँग ट्रेनिङ चल्दियो, बुझ्यौ, त्यही कुरा हो। अब आफूलाई जगाऊ हो, माइन्ड कुल राख हो। तिमीहरूको कोही चिनाजाना छ भने उनीहरूसँग कन्सल्टहरू गर होइन, राम्रो कुराहरू सिक कसरी के हुन्छ कसो हुन्छ भनेर हो। बट टेन्सन लिने केही कामै नगर, बुझ्यौ। यसमा कन्फर्मै तिमीहरूको मेरिट आउँछै आउँछ हो, त्यो के तिमीहरू टेन्सन नलिँदा पनि हुन्छ। अलिक ढिलो चाहिँ हुन्छ होला हो, अरे ढिलो भयो भने नि मेरिट आयो भने त भइहाल्यो नि त, त्यही कुरा हो मेन त्यही, बुझ्यौ। त्यही हो, अरू तिमीहरूले आरटिआई गर्दा पनि हुन्छ, म त भन्छु, तर नगर आरटिआई जति सक्दो। किन भन्दाखेरि तिमीहरूको अब अभियसली छोड्ने कुरा हो यो त्यही हो। सो त्यही हो मेन कुरा चाहिँ, अब म्याक्सिममले टेन्सन त त्यही कुरामा भइरहेछ हो। म भन्छु त्यसमा केही टेन्सनै नलिऊ हो, आरामसँग हुन्छ हो। किन भन्दाखेरि तिमीहरूको इनकेस क्यान्सलै हुने भयो होइन, त अहिलेको अग्निवीरको भर्ती पनि आउने थिएन हो, त्यो कुरा हो, बुझ्यौ। सो बी कुल हो, त्यस्तो केही उयो नगर हो, बी मोटिभेटेड होइन। अहिले अभियसली लट्स अफ फर्म फिलअपहरू पनि हुँदैछ होइन, तिमीहरू त्यो पनि ट्राई गर्दै गर्दा हुन्छ हो। साइड बाई साइड तिमीहरूको एजुकेसन अझै राम्रो इम्प्रुभ गर, अझै राम्रो तिमीहरू पढ हो। अभियसली जतिजना ग्रेजुएट गरिरहेछ अफिसर लेभलको लागि पनि इक्जामहरू देऊ होइन। सो मेरो भन्नुको मतलब चाहिँ सिम्पल हो, टेन्सन नलिऊ हो, आरामसँग कुल माइन्ड राख र गर। टेन्सन कसलाई हुँदैन यार, घरको कुकुरहरूले टेन्सन हुन्छ खाना पाउँछ कि पाउँदैन भनेर, तर टेन्सन लिएर नि केही कुरा होइन नि त। तिमीहरू मेन कुरा चाहिँ के हो भन्दाखेरि आफ्नो माइन्ड कुल राख्नु हो, आफ्नो जे स्ट्रेट फरवर्ड छ त्यसमा हेर्नु हो। तिमीहरू क्लियर गरेको छौ, अभियसली मेरिटमा नाम आउँछै आउँछ, आफूले 100% दिएको छ हो। सो बी कुल भएर बस्नु, बुझ्यौ। तिमीहरूले यस म भन्छु जति सक्दो चाहिँ अरूलाई नसोध नभन पनि, नकुरै नगर अरूसँग के हो। तिमीहरू जति पनि भन्छौ नि माथि गएर म सोध्छु भनेर, उनीहरूलाई पनि म्याक्सिममलाई थाहा हुँदैन, बुझ्यो। जति पनि यो रिक्रुटमेन्ट बोर्ड छ जुन चाहिँ हेडक्वार्टरको, उनीहरूलाई मात्रै थाहा हुन्छ। सो मेन कुरा म त्यही भन्छु हो, आफ्नो माइन्ड कुल राख हो, अनि फोकस गर आफ्नो जे कुरामा अहिले फोकस गर्दैछौ हो। मेरिट आएको बेलामा आरामसँग चल्दियो ट्रेनिङ, बुझ्यौ। ओके, यति नै भन्नु थियो हो। इनकेस केही डाउट छ होइन, कमेन्ट बक्समा सोध, केही कुराहरू सोध्नु छ भने हो। द्याट्स अल अहिलेको लागि हो। इनकेस केही डाउटहरू छ यु क्यान आस्क मी इन कमेन्ट बक्स हो।